हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि फेरि आज बाहिर यसो निक्लिनु लागेको। खासमा चाहिँ आज हाम्रो फुपूकोमा हामी चाहिँ निनी भन्छौँ थुलुङ भाषामा। अनि निनी पुसेकोमा हामी निक्लिनु लागेको। अनि यहाँनिर भान्जा एडोन रेडी छ। हामी कहाँ हिँड्नु लागेको रे एडोन भन त? कसकोमा हिँड्नु लागेको हामी? बजीकोमा। जाऊ नानाहरूलाई बोलाऊ। बाइक यहाँ रेडी छ। आज बिहानै म धुनु गएँ अनि रेडी बनाइरहेको छु। अब चाहिँ निक्लिनु लागेको। सो अब बाटोतिर कुरा गर्दै जाउँला है त। कन्ट्रोलिङ कस्तो छ? कन्ट्रोलिङ यसको जान भने ठिक छ। एबिएसवाला यो एबिएसवाला होइन नि त, नन एबिएस हो। एबिएस भेरिएसनमा चाहिँ फेरि राम्रो छ एकदम धेरै। एबिएसमा हैन? एबिएसमा चाहिँ कन्ट्रोल राम्रो हुन्छ। कुद्नु त यो त कति 140-45 कुद्छ स्पिड, त्यस्तो कुद्छ। यो कन्ट्रोल गरेर कुदाउनु जानु भने हो। त्यति धेरै कुदाउने रोडै छैन। एल्छन् अझै उनीहरू बाजे बोजूकोमा जाने खाना खानु। एरोन छिटो भोक लागेन? ल अब हामी निक्लिनु लागेको। गर यहाँ बिचमा खाँदियो एरोनलाई। म बस्ने ठाउँमा बस ल एरोन। ल ल अलिकति अगाडि आऊ। ल एल्छन् चढ। ट्र्याक्टर बनाएर हिँडिरहेको छ अहिले मैले गाडी बाइकलाई। मान्छेले तर्सिन्छ होला देखेर। 4 जना पछाडि नै खाँदैछु छु मैले। अब हामी निक्ल्यौँ। जस पानी पर्नु लागेको छ माथि घाम खानामा अहिले भइरहेको छ है। के भयो? ए पानी पर्नु लागिसक्यो। दादा भनेर बोलाएर चाहिँ म त के भयो गयो मामा अगाडिको चाहिँ फाटिदिएर भन्छ र पनि। अनि यताबाट बाटो छिर्छ। हामी कति जाने उतापट्टि चाहिँ भैँसे पार्टी हो छिर्ने। यता नफुटे बाटो। सो हामी जाँदैछौँ अब कसैको घर। यो बाटो त कसरी पुग्छौँ म प्रायः यही बाटो निक्लिन्छु। त्यहाँबाट सिधै हाल्छौँ अनि त्यसपछिबाट सिधै पुरो घरमा पुगिन्छ। हेर्छन् त्यो ब्यागबाट उयो छ त। लास्टको उमा छ। ए भ्याउँछ 600 को ल। निक्ल्यौँ टक्क होइन। पेट्रोल हालिसक्यौँ। अब चाहिँ हामी सर जाँदैछौँ राति बाटो एकान्त कुनाको चोकदेखि सर। तर मलाई यहाँदेखि यति बेला चाहिँ त्यस्तो यहाँ जाम हुँदैन होइन। भरे चाहिँ मर्नुहुन्छ क्या जाम। 4 बजेतिर चाहिँ ठ्याक्क 3:30 देखि नै जाम स्टार्ट हुन्छ क्या यहाँ। त्यो बबाल हुन्छ जाम त। कुरा गर्नु झन्कुट पुरै नगरौँ। काठमाडौँको जाम सबैभन्दा धेरै जाममा बस्नुपर्ने
यहाँदेखि अब जान्छ गाइजो हो त देख्नुभयो त गाइजो यस्तै छ यहाँ बाटो एरोमा बस्ने सिटमै बसिरहेको छ बिचरा सुतेर सुतिरहेछ एरोन ठिक छ केही त दुखेको त छैन नि यताबाट गइरहेछ जान्छ होला मन्दिरबाट गइदिनु पऱ्यो ओ एडोन एकपल्ट बसेको छ क्या एडोन बाटो हेर त ऊपर निचे छ ठ्याक्कै खोक्यो त तल यार ऊपर नीचे छ त बाटो त गाई छ नहल्ली बस है लडिन्छ फेरि चारजना हालेको चाहिँ एक्लै भए त मैले डरै लाग्दिन्थ्यो चारजना छ लड्यो भने केटाकेटीहरू चेक हुन्छ भनेर हो अब त छैन अफरोड भन्नाले पनि यस्तो बिग्रेको बाटो चाहिँ छैन अफरोड भन्नाले भिडियो त लामै कस्तो लाग्दैछ सर्ट बनाएर हाल्छु क्या अब चाहिँ हिलो पो छ त यहाँ त हिलो छ हिलो यस्तोमा चाहिँ फेरि बाइक चिप्ल्यो भने सिटान फर्किहाल्छ त्यो हामी चाहिँ यो चाहिँ फुर्सल हो है सोध्ने ठाउँ लगभग आइसक्यौँ हामी अब यस 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 आइपुग्यो अब छैन यो पुग्यो हामी बजार खोला त त्यो छोड्दा पर्दैन छोड्दा बाइक म यतै राख्छु तिमीहरू छिर गेट खोलेर छिर न म अहिले फेरि निक्लिनुपर्छ बाहिर ओके अब हामी आइपुग्यौँ यो मेरो नाम चाहिँ कि यो तपाईँहरू फर्स्टचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ यो नाम सर्च गरेर चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ मैले अर्को मेरो अफिसियल भिडियो नै अब छिटो लिएर आउँदैछु आइपुग्यौँ हामी हेलो नाना कहाँ नाना पुसेहरू चाहिँ कता हुनुहुन्छ नि फाइनली वी आर हियर कसले ए
ए दादाको गिटार हो इन्डियाको गिटार हो यो चाहिँ कस्तो राम्रो बज्छ यो ट्रबल गिटार हो मलाई चाहिँ दामी लाग्यो क्या बजाउनु एकचोटि ट्राई हान्दिउँ न त ल